यी हुन् काँचो फलाम पिटेर परम्परागत विधिबाट विभिन्न खाले घरेलु हतियार तयार पार्ने दोलखाका पूर्णबहादुर विक। पूर्णबहादुर विक अथवा विक नभनौँ, मेरो लागिले कामी नै म धेरै काम गरेर कामी भएको, फेरि मलाई रिसाउँदिनँ। यो दर्जा पुर्खा अनुसार हामीलाई अलिक दलित भनेर अलिकति होच्याएर अलिकति पीडाहरूमा राखेर अलिक घृणा गरेर, नत्र हामी राम्रो मान्छे हो। दोलखा सुनखानीका पूर्णबहादुर अवसर खोज्दै काठमाडौँ आइपुगे। 56 वर्षको उमेरमा उनी हजुरबा र बाउले सिकाएको हतियार बनाउने परम्परागत पेसामै रमाइरहेका छन्। मेरो घर तपाईँको दोलखा, अनिखेरि जन्म चङ्खु, अनि अहिले चङ्खुबाट चाहिँ म बसोबासी सुनखानीमै छु हजुर। त्यहाँ अनि त्यहाँ बस्छु। त्यहाँबाट अनि त्यहाँ अलिक दुःख भयो, गाउँमा मेरो सिप कसैले त्यति चिनेन। अब यति बुढो भए मेरो राम्रै सामान भनेर अरूले मलाई स्याबाइदिनुहुन्छ, राम्रो काम भन्नुहुन्छ। म खुकुरी बनाउँछु, हँसिया बनाउँछु, जम्मा कोदाला बनाउँछु, कुटो बनाउँछु। अब यो चाहिँ तपाईँको एकदम डिजाइनको राम्रो आकारको यो खुकुरी बन्दैछ। हजुरबाका पालादेखि नै हाम्मर समाउने, काठका कोइला, भरभराउँदो आगोको भुङ्ग्रो र असिन पसिन भएर काँचो फलाम कुटेर विभिन्न खालका हतियारको रूप दिनु पूर्णबहादुरको दैनिकी हो। यो एकदम शौकिनदार, सबै कुरालाई घरमा एउटा शौकिनदार सजाएर राख्नलाई पनि भयो। कोही बेला काटमार गर्ने बेलामा तपाईँको निकालेर, जस्तो दसैँ तिहार पूजाआजा गर्ने बेलामा नि, अनि आफ्नो कोही बेला घरको रक्सीको स्वभावको लागि नै राख्ने यो बनाउने हजुर। भक्तपुर 4 बाटोबाट भित्र छिरेपछि नेपाल कोरिया मैत्री हस्पिटल पुग्नै लाग्दा बाटैबाट सुनिन्छ उनको आरनको ट्वाक 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 आवाज। पूर्णबहादुर खुकुरी, घाँस काट्न प्रयोग हुने घरेलु हतियार, मासु काट्न प्रयोग हुने हतियार, बन्चरो, कोदालो, चाँदे लगायतका सबै खाले घरेलु हतियार बनाउँछन्। फरक यति हो कि उनका हजुरबा र बाले दोलखामा छालाले बनेको भाटीलाई तान्थे। अहिले उनको फलाम तताउने भाटी बिजुलीले चल्छ। आरनमा फलाम तताउन राखिएका कोइलालाई बाल्न हातले हावा दिइरहनु पर्दैन। मेरो बा अहिले 90 वर्षको हुनुभयो। मेरो बाबाले हम्मर हान्नुहुन्थ्यो, अहिलेसम्म नि हम्मर हान्नुहुन्छ एकदमसँगले। त्यस्तो मलाई बाबाले सिकाउनु भएको। अनि बाबाले सिकाइसकेपछि अरू विदेशतिर गए, धेरै धन कमाए उनीहरूले मेरो जमानाको अनुसारले। कोही मास्टर, कोही डाक्टर, कोही इन्जिनियर, कोही पाइलट नै छन् साथीहरू। तर अब मलाई त्यो मन लागेन। अब यो बाउले गरेको काम, मेरो बाबाले नै पढ्नु भएन, नपढेको। यो फलाम काम गर्न तँलाई आउँछ कि आउँदैन भन्नुहुन्थ्यो। म 8-9 वर्षदेखि नै काम गरे हो। बाबालाई 8-9 वर्षदेखि नै मैले हम्मर हानिदिएको हो। अनि त्यो भइसकेपछि अनि बाबाले यही काम गरेको भएर अनि मलाई नै यस्तै लाग्यो। तर मलाई सुख छैन। हेर्नुहोस्, उही आरन, उही फलाम, फलाम कुट्ने उस्तै हतियार र हतियारका उस्तै र उत्रै खाले साइज। खुकुरी चाहिँ तपाईँको यो सिरुपाते भन्ने हुन्छ, एउटा तपाईँको यो बुदुनो खुकुरी भन्ने हुन्छ। यसलाई चाहिँ तपाईँको मार हान्ने, यसलाई सिरुपाते नै भनिँदैन। तपाईँको यो कुनै गाउँको पुर्खाको नामहरू भोजपुरी भनिँदैन। यो डिजाइनको भनेको मेरो यो आफ्नो डिजाइनले बनाएको। तपाईँको सिरुपाते भन्ने खुकुरी चाहिँ अझ यो पनि त्यति मानिँदैन। यो यहाँबाट चल्लक्क काटिएको, यहाँ गएपछि तिखो हुन्छ। हेर्नु, त्यसको जुरोमा तपाईँको यहाँ यति भाँचेको हुन्छ। जुरो भनेको यसको यो हुन्छ तपाईँको। यसमा चाहिँ अलिकति यहाँ भाँचिनु पर्यो, त्यसलाई सुरुपाते भनिन्छ। अलिक बाँसको पात जस्तो भएर पतला भएर यसलाई बाँसपाते भनिन्छ। यो चाहिँ भनिन्छ एउटा माछाको आकारले, तपाईँको यो माछा जस्तो छ त्यस्तै किसिमले ती माछाको भुँडीहरू यहाँ पखेटा भएपछि चाहिँ भिड्न अप्ठ्यारो भएर यहाँ चाहिँ हामीले पखेटा राखिएन। यसलाई चाहिँ भनिन्छ माछा बुदुने। यो चाहिँ जार काट्ने। यसले चाहिँ हामी पहिला के गर्थ्यौँ त, ब्लेड पनि थिएन, केही पनि थिएन। यो चाहिँ हाम्रो केस काट्ने बेलामा सबै केस काट्ने, त्यतिखेर ब्लेडको चलन थिएन। हेर्नुहोस्, त्योबाट अनि अब आगो चाहिँ हामीले के गरेर बनाउने त भन्ने कुरोमा त्यहाँनिर चाहिँ तपाईँको एउटा दल्सी ढुङ्गो भन्ने, यसमा चाहिँ तपाईँको हामीले यही कपडा हुन्थ्यो, त्यो कपडालाई यसो माडेर यस्तोमा
यस्तो खरानी चाहिँ चाहिन्छ हजुर, नभए बन्दैन। त्यसमा नेपाली कागज पनि यसो मोलेर अनि यसो 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 गरेर यसो गर्दा आगो आएर अनि हामीले पारेर अनि आगो बाल्थ्यौँ। परम्परागत पेसाहरू मासिएर आधुनिकताले गाँच्दै रहेको समाजमा यस्ता पेसा जोगाउने एकाध व्यक्तिमा पर्छन् पूर्णबहादुर। उनको आरन जति चल्छ परिवारका सदस्यको जीविको पनि त्यही रफ्तारमा चल्छ। मैले अन्ता गरेर सिकेको होइन, अनि अन्यत्रबाट नै मान्छेहरूले सामान बनाउँछ, त्यो अन्यत्रले बनाएको सामान राम्रो हुँदैन। मेरो छोराछोरी तपाईँको 6 जना हो, 4 भाइ छोरा 2 बहिनी छोरी। मेरो जेठो छोरो चाहिँ यस्तै मैले सिकाएँ। त्यो मेरो जेठो छोरालाई एउटा 2टा ज्वाइँलाई नै मेरा ज्वाइँहरू दुवैवटालाई यस्तै काममा सिकाएको छ। मलाई हामीलाई किन सिकाउनु भएको, तपाईँले गरेर धेरै दुःख रहेछ भनेर उनीहरू गुनासो गर्नुहुन्छ। गरुङ्गो पेसा र हल्का कमाइका बीच पनि फलाम कुटेर हतियारको आकार दिने परम्परागत पेसा धानिरहेका छन् पूर्णबहादुर। आधुनिकताले गाँच्दै रहेको काठमाडौँ सहरमा फलाम कुट्ने उनको रहर होइन, बाध्यता हो। यो फलाम कुट्ने मान्छे त धनी त्यति भएको छैन। कहीँ पनि म घुमेको जिल्ला जतिमा तपाईँको 14 अञ्चल 75 जिल्ला घुमेँ। अब तपाईँको एकचोटि नाम चलेको भनेको भोजपुरको खुकुरी, तेह्रथुमको भन्ने भयो दोलखामा, जस्तो पहिला मेरो हजुरबा हुनुहुन्थ्यो अनि त्यहाँबाट बाबाले बनाउनु भयो। बाबाले बनाउँदै अनि मैले बनाएँ। अहिले त्यो ठाउँमा छैनन्, यस्तो खुकुरी बनाउने छैनन्। पूर्णबहादुरको यो परम्परागत कला हेरेपछि तपाईँलाई चाहिँ खुकुरी बनाउन मन लाग्यो कि कोदालो बनाउन? जे बनाउन मन लागे पनि पूर्णबहादुरको यो परम्परा धान्ने लगाव र उनको सिप भने गजबको छ।